लगभग 5 महिना जति भयो मेरो वर्कफ्लोमा एज अ डेली ड्राइभरको रूपमा M4 MacBook Pro युज गरिरहेको र यो 5 महिना भित्रमा मैले के बुझेँ मेरो वर्कफ्लोमा के कति कुराहरू राम्रो भयो के कति कुराहरू चाहिँ अलिकति प्रब्लमेटिक भयो त्यो कुराहरू शेयर गर्छु र तपाई यदि कन्फ्युज्ड हुनुहुन्छ भने वेदर यु शुड बाइ अ MacBook Pro or you should go with MacBook Air भन्ने कुरामा कन्फ्युज हुनुहुन्छ भने यसलाई पनि म हाइलाइट गरेर के कुराहरू प्रोमा चाहिँ एक्स्ट्रा आउँछ अनि त्यो एक्स्ट्रा कुराले चाहिँ does that really make any big impact in your workflow? That said, let's get started. मेरो वर्कफ्लोमा भनेको VS कोड चलाउँछु म VS कोडमा मेनली ब्याकएन्डमा गोल्याङमा कोड गर्छु 2-3 वटा VS कोडहरु ओपन हुन्छ अनि डकर चलाउँछु म डकरको कन्टेनरमा मल्टिपल एप्लिकेसनहरु बिल्ड गरेर डकरमै रन भइरहेको हुन्छ सो macOS मा डकर बिना सफ्टवेयर इन्जिनियरको लाइफ चाहिँ एकदमै प्रब्लमेटिक नै हुन्थ्यो होला यदि डकर नभएको भए सो डकर ले धेरै कुराहरू सजिलो बनाइदिन्छ अनि त्यसपछि 10-12 वटा ब्राउजरको ट्याबहरु ओपन हुन्छ हैन DB एभर्टेड डेटाबेसको लागि ओपन हुन्छ 1-2 वटा टर्मिनल ओपन हुन्छ अनि 1-2 वटा IDE ओपन हुन्छ सो यति एप्लिकेसनहरु मैले डेली बेसिसमा युज गरिरहेको हुन्छु सो यति हुँदाखेरि र्याम म्यानेजमेन्ट चाहिँ मलाई अलिकति राम्रो लागेन धेरै जनाले भन्छन् MacBook को र्याम म्यानेजमेन्ट एकदमै राम्रो छ 8GB मा पनि मजाले एप्लिकेसनहरु चल्छ भन्छन् हैन 16GB मा पनि मजाले चल्छ तर यसको रियालिटी के हो भने यसको 16GB मा चल्छ मजाले तर 10-12GB स्वाप मेमोरी पनि खाइरहेको हुन्छ भनेपछि त्यो 16GB अलोन मात्र इनफ हैन रहेछ नि त भनेपछि SSD ले पनि 10-12GB खाइरहेको हुन्छ डकरले नर्मली 2-3GB स्टार्टिङमै खान्छ हैन एक्चुअल मेसिन नै रन हुन्छ डकरको लागि सो त्यसले खाने भयो जति पनि एप्लिकेसनहरु छ यिनीहरुले 16GB मा 2GB बाहेक सबै युज गरिरहेको हुन्छ र बाँकी स्वाप मेमोरी युज भइरहेको हुन्छ त्यसपछि तपाईले जति पनि एप्लिकेसन खोल्नुहुन्छ सबै स्वाप मेमोरीमा युज भइरहेको हुन्छ 256GB SSD वाला छ भने तपाईको स्वाप मेमोरी एटलिस्ट 20GB जति तपाईले छुट्टै एलोकेट को रूपमा बुझ्दा हुन्छ त्यो 20GB चाहिँ अलरेडी स्वाप मेमोरीले खान्छ बेला-बेलामा भन्ने बुझ्दा भयो त्यो बाहेकको अब 256 मा कति भयो सिस्टम इन्फर्मेसनले सिस्टम फाइल्सहरुले 10-15GB खान्छ हैन एप्लिकेसनहरुले 50-60GB खान्छ भनेपछि 256GB इज नट गोइङ टु बी इनफ फर यु फर योर वर्कफ्लो सो यु शुड अलवेज गो विथ 512 भर्जन यदि तपाई एयर किन्दै हुनुहुन्छ भने पनि गो विथ 512 भर्जन वाला सो 16GB बाइ डिफल्ट आउँछ तर 256GB SSD लाई अपग्रेड गरेर 512 वाला लिदा राम्रो सो ब्याट्री ब्याकअप एकदमै राम्रो दिन्छ अल डे जस्तो दिन्छ हैन बिहान फुल चार्ज गरेर मैले यदि चार्जमा लगाएन भने मैले 6-7 घण्टा काम गरे भने पनि 30% जति बचिरहेको हुन्छ त्यो वर्कफ्लोमा मैले डकर खोलिरहेको हुन्छु VS कोड खोल्छु ब्राउजर खोल्छु पोस्टम्यान खोल्छु DB एभर खोल्छु यो सबै खोलिसकेपछि पनि यसले एउटा फुल वर्किङ डे लाई चाहिँ कभर गर्छ सो तर राम्रो ब्याट्री हेल्थको लागि फ्युचरमा राम्रो होस् भन्नलाई चाहिँ अल टाइम चाहिँ तपाईले प्लग इन गरेर राखेको राम्रो किनकि चार्जिङ डिस्चार्जिङ एब्रप्टली भइराख्नु भनेको ब्याट्रीको केमिकल एजिङ चाहिँ बढ्दै जान्छ सो त्यो कुरा रोक्नको लागि तपाईले अल डे चार्जिङ गरेरै चलाएको राम्रो सो परफर्मेन्स वाइज हेर्ने हो भने परफर्मेन्स त अहिलेसम्म मलाई मेरो वर्कफ्लो लाई चाहिँ मोर देन इनफ नै छ परफर्मेन्स CPU परफर्मेन्स एकदमै राम्रो छ GPU परफर्मेन्स पनि भिडियो एडिटिङ कहिलेकाहीँ गरिन्छ कहिलेकाहीँ लाइभ बस्छु म त्यसको लागि पनि मोर देन इनफ छ मेरो यो बेस भेरिएन्ट हो M4 को बेस भेरिएन्ट त्यही पनि मलाई कहिले पनि लागेन कि मलाई M4 Pro वाला चाहिँ चाहिन्छ कि जस्तो लागेन मलाई परफर्मेन्समा पनि अलरेडी
इट्स टप नच। अनि र्याम म्यानेजमेन्टको कुरा गरिसकेँ मैले। त्यसपछि चाहिँ यसको क्यामेरा पनि एकदमै राम्रो छ, अरू ल्यापटपहरू भन्दा चाहिँ यसको वेब क्याम एकदम राम्रो छ। लाइभ बस्नको लागि, भिडियो कल्सहरू गर्नको लागि, मिटिङ बस्नको लागि एकदमै राम्रो छ। त्यसपछि स्पिकरको कुरा गर्दा पनि स्पिकर पनि एकदमै टप नच छ। यसको बेसी स्पिकरमा गीत सुन्दाखेरि, कुनै मुभी हेर्दाखेरि एकदमै राम्रो साउन्ड आउँछ यसबाट, एकदमै राम्रो फिल हुन्छ। इन्टेन्सिटी पनि एकदमै ठुलो छ, एकदम राम्रो छ, क्वालिटीको छ। र डिस्प्ले पनि एउटा वान अफ द फ्याक्टर हो म्याकबुक ल्यापटपहरू चाहिँ अलिकति पपुलर हुनमा। यिनीहरूमा मिनी लेड डिस्प्ले हुन्छ। सो ब्ल्याक एन्ड व्हाइटको ट्रु कन्ट्रास्ट देखिन्छ यो ल्यापटपमा। सो डु यु रियली निड अ प्रो अर यु क्यान गो विथ म्याकबुक एयर? फर्स्ट अफ अल प्रोमा चाहिँ के कुरा एक्स्ट्रा आउँछ? डिस्प्लेको कुरा गर्दाखेरि तपाईँले मिनी लेड डिस्प्ले पाउनुहुन्छ प्रोमा, भने एयरमा चाहिँ एलसिडी आइपिएस डिस्प्ले पाउनुहुन्छ। एलसिडी आइपिएस डिस्प्ले भनेको चाहिँ त्यो त्यसमा डायोड हुँदैन, त्यसमा चाहिँ ट्रु ब्ल्याक ट्रु व्हाइट कलर चाहिँ देखिन्न होइन। सो तर मिनी लेड भनेको डायोडहरू चाहिँ टर्न अफ नै भइदिन्छ ब्ल्याकको लागि। सो ट्रु ब्ल्याक कलर देखिन्छ। अब यो कुरा डेभलपरहरूलाई मतलब गर्नुपर्छ भन्ने चाहिँ छैन। पुरानो ल्यापटपहरूमा एलसिडी डिस्प्लेमै काम गरिन्थ्यो, आइपिएस डिस्प्ले त अझ धेरै राम्रो भयो, राम्रो भर्जन अफ एलसिडी हो। सो एयरको डिस्प्ले पनि कम्पेरिटिभली राम्रो डिस्प्ले हो। जसले चाहिँ एलसिडी र मिनी लेड डिस्प्लेको फरक छुट्याउन सक्दैन उसलाई यो डिस्प्ले फरकै पर्दैन होइन। सो यदि यो कुरा तपाईँले फरक छुट्याउन सक्नुहुन्न भने डिस्प्लेको लागि मात्र म्याकबुक प्रो लिनमा कुनै अर्थ नै छैन। अनि अर्को भनेको प्रोमोसन छ, 120 हर्ज रिफ्रेस रेट हुन्छ प्रो भर्जनमा, भने म्याकबुक एयरमा चाहिँ 60 हर्ज हुन्छ। अब यो कुरा पनि धेरैले कतिले नोटिस नै गरेको हुन्नन्। यसमा आजभोलिको मोडर्न स्मार्टफोनहरूमा 120 हर्ज हुन्छ होइन, ल्यापटपहरूमा गेमिङ मोनिटरहरूमा 90 हर्ज 120 हर्ज हुन्छ। सो त्यो सब एक्सपिरियन्स गरिसकेको मान्छेले बल्ल नोटिस गर्ने हो प्रोमोसन डिस्प्ले र नन प्रोमोसन डिस्प्लेमा। सो प्रो भर्जन अफ ल्यापटपको चाहिँ डिस्प्लेको कुरा हेर्दाखेरि मिनी लेड डिस्प्ले हुन्छ अनि प्रोमोसन हुने भयो। अर्को फाइदा भनेको यसमा फ्यान हुन्छ। म्याकबुक एयर भनेको फ्यानलेस डिजाइन हो होइन, त्यसमा चाहिँ तपाईँले प्रोलङ्ड पर्फर्मेन्स चाहिँ पाउन सक्नुहुन्न। यदि तपाईँले हेभी सिपियु इन्टेन्सिभ टास्कहरू गर्दै हुनुहुन्छ भने थ्रोटलिङ धेरै हुन्छ, किनभने त्यसमा कुलिङ सिस्टम अलिकति प्यासिभ कुलिङ हुन्छ, प्रोको जस्तो फ्यान हुन्न। सो तपाईँले प्रोलङ्ड पर्फर्मेन्स चाहिँ पाउनुहुन्न। तर यो भन्दै गर्दा यसको मतलब तपाईँको सफ्टवेयर इन्जिनियरिङको जर्नी र लाइट वेट भिडियो एडिटिङ गर्नमा प्रब्लम नै दिन्छ भन्ने छैन। म्याकबुक एयर M4 चिप र म्याकबुक एयर इट्सेल्फ इज वे फास्टर होइन, यो अलरेडी फास्ट छ। सो त्यो फ्यानले गर्दा मात्र पनि त्यति धेरै फरक पर्दैन। तर तपाईँ यदि प्रो युजर हो, हेभी युजर हो भने मात्र त्यति बेला तपाईँलाई प्रो चाहिन सक्छ फ्यानको लागि, प्रोलङ्ड पर्फर्मेन्सको लागि। अर्को डिफ्रेन्स भनेको प्रोको स्पिकर अलिकति राम्रो छ अनि 13 इन्च एयर भन्दा 14 इन्च वाला प्रोको टच प्याड अलिकति ठुलो हुन्छ अनि स्पिकर अलिकति राम्रो हुन्छ होइन। अनि फ्यान भएपछि अभियसली तपाईँले प्रोलङ्ड पर्फर्मेन्स पाउनुहुन्छ, सिपियु थ्रोटलिङ अलिक कम हुन्छ। सो अर्को डिफ्रेन्स भनेको तपाईँको जिपियु पर्फर्मेन्स राम्रो हुन्छ यो म्याकबुक एयर भन्दा म्याकबुक प्रोको। तर अब जिपियु पर्फर्मेन्सले के कुरालाई कन्ट्रिब्युट गर्छ त? तपाईँ डेली VS कोडमा कोड गर्नुहुन्छ, फ्रन्ट एन्ड ब्याक एन्ड गर्नुहुन्छ भने त्यहाँ जिपियुले खासै केही कन्ट्रिब्युसन दिन्न। तपाईँको वर्कफ्लोलाई जिपियु पर्छ कि पर्दैन त होइन। तपाईँ मोस्टली सिपियु इन्टेन्सिभ टास्कहरू गर्नुहुन्छ भने त्यहाँ चाहिँ जिपियुको खासै काम भएन। सो तपाईँको एक्स्ट्रा जिपियु कोर जुन पाउनुहुन्छ तपाईँले प्रोमा, यदि त्यसलाई चाहिँ युटिलाइज गर्ने तपाईँको वर्कफ्लो नै छैन भने देयर इज नो पोइन्ट अफ ह्याभिङ अ म्याकबुक प्रो इन्स्टेड अफ म्याकबुक एयर। सो आफ्नो वर्कफ्लोलाई बुझ्ने र यदि तपाईँ प्रो युजर हुनुहुन्छ यसको मतलब तपाईँ कहिलेकाहीँ स्ट्रिम गर्नुहुन्छ, भिडियो एडिटिङ गर्नुहुन्छ, गेम सेम खेल्नुहुन्छ भने चाहिँ र लोकल्ली चाहिँ LLMहरू चलाउनुहुन्छ भने चाहिँ तपाईलाई एक्स्ट्रा जिपियु कोरले के बेनिफिट दिन्छ, अदरवाइज तपाईले केही डिफरेन्स नै पाउनुहुन्न। सो धेरैजनाले के गर्छन् भने हैन मलाई अल्टिमेट पर्फर्मेन्स चाहिन्छ, म त म्याकबुक प्रो नै लिन्छु भन्छन्, तर एक्चुअलमा
त्यो एयर भन्दा प्रोले जे कुराहरू एक्स्ट्रा पाइरहेको छ त्यो कुरा युज गर्ने वर्कफ्लो नै हुन्न। यसको मतलब तपाईले प्रो लिनुको अर्थ नै भएन। सो तपाईले एक्स्ट्रा जुन पैसा पे गर्नुहुन्छ त्यसको इन रिटर्नमा तपाईले के युज गर्नुभयो त भन्दा खासै के युज गर्नु भएन। सो आफ्नो वर्कफ्लो हेरेर यदि तपाईलाई डिस्प्लेको क्वालिटीले खासै फरक पर्दैन हैन, यदि तपाईलाई फ्यानलेस डिजाइन इनफ छ, तपाईको वर्क त्यस्तो हेभी वर्कफ्लो छैन जसले चाहिँ सीपीयू थ्रोटलिङ गरोस्